आफ्नो जन्म दिने आमाले जति कसैले माया गर्दैन भन्छन्, तर मलाई चाहिँ हेर्नुहोस् न, आज सासू मम्मीले आल्चा पठाइदिनु भएको छ। मलाई मनपर्छ भनेको थिएँ, उहाँले त धेरै पठाइदिनु भएछ, अलिकति प्याज पनि पठाइदिनु भएछ। अनि आल्चा देखेपछि चाहिँ अनि मैले पखाल पुकुल पारा खानातिर लागेँ। एक मुखमा पनि नअट्नै छ क्या, एउटा त्यत्रो ठुल्ठुलो। मैले त कहिले पनि यत्रो ठुल्ठुलो त खाएको पनि थिएन कि। अनि बाटोहरूतिर चाहिँ देख्थेँ, तर यत्रो ठुल्ठुलो त कहिल्यै देखेको पनि थिएन क्या, एकदमै ठुल्ठुलो थियो। अनि मैले खानातिर लागेँ। आलु पनि पठाइदिनु भएछ, मुडेको आलु, अनि एकदमै मिठो हुन्छ यो आलु चाहिँ। अनि यो पाएर म चाहिँ मक्ख पर्दै यहाँनिर सामानहरू हेर्दैछु, अनि आल्चाहरू पनि खाँदैछु। आल्चा चाहिँ मैले कति खाएँ, एक दुईवटा खाँदै पेट भरिरहेको थियो, र पनि मलाई एकदमै मनपर्छ। त्यही भएर थालमा एकदम पखाल पुकुल पारेर मजाले पाकेको जति चाहिँ लिएर खान थालेँ। अहिले मैले भिडियो गर्दाखेरि यहाँ भोइस ओभर गर्दै गर्दाखेरि पनि मेरो मुखमा चाहिँ एकदमै पानी आइरहेछ क्या, एकदम मिठो लाग्छ कि मलाई चाहिँ आल्चा। अनि पहाडको मान्छेहरूलाई आँप र तराईको मान्छेलाई चाहिँ आल्चा चाहिँ एकदम चिज लाग्छ।